हामी चाहिँ कहाँ जानु लाग्यो थाहै छैन कहाँ जानु लाग्यो अब हिँड्दा हिँड्दै कहाँ पुग्छौँ ड्राइभ गर्दा चाहिँ कहाँ पुग्छौँ थाहा छैन अनि हामी अपडेट दिन्छौँ है मलाई चाहिँ दिनको एकचोटि हनुमान चालिसा सुन्नुपर्छ होइन अनि म चाहिँ गाडीमा हिँड्दाखेरि लगाउँछु हामी कता जाँदैछौँ घुम्दै हामीले चाहिँ सोचिरहेको छौँ हामी सेल जाम भनेको हामी अहिलेसम्म सेल गएको छैन आज फर्स्ट टाइम सेल जाने सोचेर सेल जाँदैछौँ एक्सिडेन्ट भएछ बाटोमा पच्यात्तै भएछ है त्यो गाडी त घरबाट 1 घन्टा लाग्छ है ठ्याक्कै सानो ठ्याक्कै 1 आवर ड्राइभ 65 किलोमिटर समथिङ त्यस्तै कति छ हामी चाहिँ अब आइपुग्नु लाग्यौँ अब 12 मिनट 12 किलोमिटर देखाइरहेछ हामी चाहिँ अब आइपुग्नु लाग्यौँ 1 मिनट त्यहाँबाट चिकन किनेको अब चिकन खाने बेस्ट एन्डलेस आएको अब म त्यसो कपडाहरू हेर्छु होइन छोरीको लागि सपिङ गरेको हेर्दै होइसिन्छ पाइन्ट एन्डलेसबाट सपिङ गरेर निस्क्यौँ हामी चाहिँ एक चोला सपिङ होइन अब टी ट्राई गर्दैछौँ कस्तो हुन्छ फर्स्ट टाइम हो यो चाहिँ हाम्रो कस्तो छ मन पऱ्यो मलाई चाहिँ मन परेन गाइज नट नाइस मैले चाहिँ बेकरी पसल देखेर अनि मैले यो किनेँ मैले चाहिँ त्यहाँ किन्दै होइसिन्छ कर्नर्सबाट के किन्दै हो चाहिँ थाहा भएन मलाई है हामी चाहिँ अब यो राखेर त्यो सानो देखाइदेऊ न यो राखेर अनि फेरि हामी ब्याक आउने त्यो सामान राखेर अनि टार्गेट आयौँ हातमा गरुङ्गो भयो अनि त्यही भएर राखेर अनि आएको कस्तो क्युट सो के हामी सपिङ सेन्टरबाट निस्क्यौँ होइन अब चाहिँ हामी इन्डियन पसल जान्छौँ हामी इन्डियन ग्रोसरी पसल जाँदैछौँ त्यहाँबाट अलिअलि इन्डियन सामान किनेर अनि हामी घर जान्छौँ सफा आइपुग्यौँ होइन त्यही सपिङ गरेँ अब पे गर्ने डरै सपिङ गरेँ यत्रो ठुलो बक्स सानो ठिक छ सजिलो छ बोक्न अब चाहिँ हामी घर जाने 1 घन्टा लाग्छ घर पुग्न अब यहाँबाट ड्राइभ गरेर जाँदा अनि त सानो करेन्ट खाँदै हामी चाहिँ पानी परिरहेको छ अलिअलि बाहिर फर्किँदै धेरै नै अँध्यारो भयो सानो कति बज्यो 6 बज्यो धेरै बेर त लागेनौँ तर हामी ढिलै निस्केको घरबाट ढिलै निस्केको भएर चाहिँ टाइम अँध्यारो भयो फर्किनलाई अब हामी चाहिँ घर आइपुग्यौँ आजलाई यति नै अर्को भिडियोमा फेरि भेटौँला।